Yes, okay, let's go. So this is my setup. So यो चाहिँ मेरो सेटअप हो. यो चाहिँ मेरो सेटअप हो आजको लागि सरङकोट जानको लागि. अब सरङकोटमै गएर भेटौँ होला. म चाहिँ अब जान्छु विश्वमको घरमा. यो सब ठिक छ होला. अनि यो कस्तो तल यो माथि राख्यो भने यो लगाम यत्तिकै बसेको. अलि हेलमेट ठुलो भयो. हेलमेट अलिकति सानो बनाउनु पर्छ. जाम अब ठिक छ. जाम मेरो बाइकको यस्तो छ. बाइक छोप्ने ठाउँ. बाइक धुलै धुलो भएको छ. यो छोप्ने कुरा राम्रो नभएर यस्तो छ हालत. यहाँ मैले यस्तो बनाएर यो मैले यो भाइजरबाट चाहिँ यहाँभित्र यसरी कसेर अनि यहाँ गोप्रो राख्ने भनेर बनाएको थिएँ. केही काम लागेन त्यो. यो धेरै भाइब्रेट हुँदो रहेछ स्टार्ट हुँदाखेरि. यो पुरै यस्तो भाइब्रेट हुँदो रहेछ. त्यही भएर मैले यो यहाँ लक निकालिदिएँ. अब यो पनि निकालिदिन्छु भनेको फुर्सदै पाएको छैन यो निकाल्नलाई. मैले त्यो एलेङ्कीले यहाँबाट खोलेर यो निकालेर यसरी बनाएको थिएँ. कामै लागेन. अब जाम अब रेप सर. अब सरङकोट एक राउन्ड हानेर आम. धेरै भयो सरङकोट नउक्लेको. सरङकोट नउक्लेको धेरै भयो. सरङकोट लगभग म 2 वर्ष जति बसेँ. उता केबल कारमा काम गर्दाखेरि लगभग 2 वर्ष जति बसेँ. तर नगएको पनि 1 वर्ष जति भयो होला. म यता लेक भ्यूमा आएपछि त म सरङकोट नै उक्ल्या छैन. ओहो पानी यति धेरै फ्लो भएछ. अघि ट्याङ्की कसले खोलेको थियो माथि. ल देव सर ठिक छ सर. ठिक छ. एक राउन्ड हानेर आउनु पऱ्यो सर. खाजा खानुभयो सर. म फेरि यसो निस्किन लाग्छु सर. म यसो निस्किन लाग्छु. एक दिन खाजा खानी गरेर बस्नुपर्छ सर. ल लाग्यो सर अहिले. ल अब चाहिँ लाग्यो गन्तव्यतिर. आजको हाम्रो गन्तव्य चाहिँ सारङकोट. यो सारङकोट हो कि सारङकोट हो प्लिज है. यदि तपाईँहरू कसैले हेर्नु भएको छ मेरो ब्लग भने चाहिँ मलाई जानकारी दिनु होला. सरङकोट हो कि सारङकोट हो. उदुम ताते है बाइक त. ओके बाइकको इन्जिन के भयो यार. मलाई आज छुट्टै यहाँ तातो फिल भयो कि यहाँनिर. त्यही भएर हो कि यहाँनिर त मलाई तातो फिल भएको त कहिले पनि भएको थिएन कि बाइक चलाउँदाखेरि. यो इन्जिन फेर्न पर्ने के अरे मोबिल फेर्न पर्ने बेला भएर हो कि. जाम फेर केले रुजिन्छ के यार. रुजिन्छ के. अगाडिको टायर फेर्न पर्ने बेला भएको छ. खर्च निस्किने बेला भयो यार. थाहै छैन अहिलेसम्म टायर फेरि छैन. यस्तो सेट्टी भइसक्यो क्या टायर. गोटी छैन हेर्नु न यहाँ. यो साइडमा मात्र हो. सेट्टी भइसक्यो. लक्कै छ. पछाडिको पनि त्यस्तै छ.
अब नेक्स्ट स्यालेरीमा चाहिँ टायर फेरिदिन्छु, मोबिल फेर्छु। के भएको थाहा छैन जाम। अब के हुन्छ हुन्छ है। बाइक किनेर नि कहाँ सुख छ र। यस्तो साह्रै तातेको त मैले थाहा पाएन कि यार। कहाँ यहाँ माथिसम्म यस्तो रन ताते छ। यस्तो बिजी त तातेको थाहा पाएको छैन। जाम। पानीमा फेरि गोप्रो पनि रुच्छ भनेर हो के यो राख्ने। फेरि प्लास्टिक लिएर छैन योलाई पर्छ नि यार। टुवेल हो लगभग नेपाली मार्केटमा त अहिले 80,000 जति त होला। अनि 80 अनि फेरि यसको माइक छ, एडेप्टर छ, गर्दाखेरि त 90 जति पर्यो। $90,000 को यहाँ सेटअपै बोकेर हिँडेछु गोप्रोको। अनि 10,000 त यसको माइककै 10,000 छ। त्यो त फेरि स्ट्रगल पनि त गर्न पर्यो नि त। अब गोप्रो त राखौँ क्या हो यार है। गोप्रो त वाटरप्रुफ हो, माइक फेरि रुज्यो भने तनाव हुन्छ। गोप्रो त वाटरप्रुफ हो। गोप्रो त खै कति मिटरसम्म पानी मुनिसम्म वाटरप्रुफ हुन्छ के। एडेप्टर बिग्रियो भने चाहिँ तनाव हुन्छ, फेरि बनाउन नि मिल्दैन। 10,000 चुना लाग्छ। अब माथि गएर बनाउँला अब भिडियो। पानी परेन भने, पानी पर्यो भने फेरि नेक्स्ट स्याटरडे सरी मन्डे। राम्रो छ नि बाटो त, ठिकै हो। अपिलको बाटो राखौँ होला यार। पानी त पर्यो। अलिक माथि रोक्नु होला एरियानिर। ल झर्नु त ल। गियरमा छ। ल पानी पर्यो। अब गोप्रो राख्ने, एकछिन बस्ने अनि जाने। ल किन्नु मोबाइल। पर्खनु ल जाम। भयो नि त। ए ढुक्कै हो नि, सिलिली हो नि। यसरी हिँड्नु पर्ने भएको